हेलो सम्पूर्णमा नमस्कार अनि स्वागत छ फेरि पनि नयाँ भिडियोमा। अन्त आज चाहिँ भिडियो के बनाउँदैछु भन्दाखेरिमा त्यो काम विशेष त टक्कै के भन्छ पम्पद्वारा चाहिँ पहिला लागेको पाली नाली चाहिँ किराले सखाप बनाएर चाहिँ यसरी खाइरहेको छ है। पम्पद्वारा चाहिँ बिसादी हानिरहेको छु अहिले चाहिँ हानिरहेको छु है। यसलाई चाहिँ छ नि टक्कसँगले यसरी हावा दिनुपर्ने हुन्छ है प्रेसरको लागि चाहिँ। यसरी हावा दिइसके पश्चात ढ्याक्क लाएर है यसरी हामी है त्यो देखिरहनु भएको छ त्यो चाहिँ मेरो दरबार हो होइन। दरबार चाहिँ त्यस्तो छ मेरो। अन्त यस्तो छ है मकै चाहिँ भर्खरै गोडमेल गरेर चाहिँ होइन भर्खरै गोडेर चाहिँ त्यत्रो भइरहेको छ है। काँधमा लाउने यसरी जुरुक्क बोक्ने क्या कम भन्दैछ यस्तै तर अप्ठ्यारो रहेछ क्या यसलाई हाल्नु चाहिँ। बटन दबाइदिनु सक्यो है बटन दबाउने गोठ है गाई बस्तु बाँध्ने होइन। लौ त मित्रहरू मेरो घर वरिपरिको पर्यावरण चाहिँ यस्तो छ होइन। वातावरण चाहिँ टक्कसँग चाहिँ हरियाली यताउता है रुख बिरुवाले घेरेको। यो चाहिँ हामीले जानी नफाडेको किनभने अलिक टाढोबाट हेर्दा पनि राम्रो अनि गर्मी टाइममा बस्ने योग्य हुन्छ नि त त्यसैले।
ल हाम्रो घर चाहिँ टक्क अस्तिको मुसलधारे पानीले चाहिँ छिद्रै छिद्रा बनाइदिरहेको छ हो। यतापट्टि चाहिँ पुरै चुना गइरहेको छ। अब यता हाल्नुपर्ने हुन्छ है दसैँतिर। सुन्तलाहरू पनि सबै बिरुवाहरू मरिसक्यो है। बुढोबोटहरू पनि मरिसक्यो। रातो भइरहेको छ। यो चाहिँ मेरो कान्छ हो। गोठा जाँदा पनि छोड्दिनँ, जता जाँदा पनि साथै आउँछ केटो है। मेरो घर चाहिँ यस्तो छ है। एकपट्टि चाहिँ चुना गएको छ होइन, अनि एकपट्टि चाहिँ छोडेको जस्तो भइरहेको छ। घर पुरै टाटा अस्तिको पानीले है, मुसलधारे वर्षाले यस्तो बनाइदिएको छ। ल आजको मेरो डिस हान्ने काम चाहिँ सकिएको छ। रात पनि परिसक्यो। बेला करिब 6 पनि बजिसक्यो। लामो दिन भएको कारण के भन्छ 7 बजीसम्म चाहिँ उज्यालै हुन्छ। त्यस्तो छ। टक्क हातखुट्टा पनि म धोइसकेँ। अहिले चाहिँ एकछिन गाउँतिर घुम्दिउँ भनेर निस्केको। अब चाहिँ नि त्यो भिडियोबाट बाई बाई भने त मैले